नमस्ते सबैलाई। आज हामी कुनै पनि कन्स्ट्रक्सन प्रोजेक्टको सबैभन्दा इम्पोर्टेन्ट फर्स्ट स्टेप यानी एस्टिमेसनको बारेमा बुझ्नेछौँ। सो चलौँ सुरु गरौँ। एकचोटि सोचौँ त एउटा घर, पुल या बाटो बनाउँदैछ, मनमा सबसे पहिलो प्रश्न के आउँछ? यसमा आखिर खर्च कति लाग्ला? हो, यही प्रश्न हरेक प्रोजेक्टको सुरुवातमा आउँछ। अनि यसको एउटा प्रोबेबल आन्सर निकाल्ने प्रोसेस नै हो एस्टिमेसन। ठिक छ। सो एस्टिमेट भन्ने शब्द त सुनिएकै हो, तर टेक्निकल हिसाबले यो चाहिँ के हो त? आउनुहोस् यसलाई नै अलिक गहिरो गरेर हेरौँ। एकदम सिम्पल भाषामा भन्नुपर्दा एस्टिमेट भनेको कुनै पनि काम सुरु गर्नुभन्दा पहिले नै त्यो प्रोजेक्टमा के सामान कति लाग्छ अनि त्यो सबैको अनुमानित खर्च कति हुन सक्छ भनेर निकाल्ने एउटा प्रोसेस हो। बेसिकली यो एउटा स्मार्ट क्याल्कुलेटेड गेस हो काम सुरु हुनुभन्दा अगाडि। तर यो मात्र एउटा अनुमानित नम्बर मात्र होइन है। एउटा साँच्चीकै राम्रो एस्टिमेट भनेको त कुनै पनि प्रोजेक्टको ब्याकबोन नै हो। यसले नै प्रोजेक्टको पुरा रोडम्याप, पुरा प्लान सेट गर्ने काम गर्छ। कसरी? वेल, सबभन्दा पहिला यसले प्रोजेक्टको बजेट सेट गर्न मद्दत गर्छ। त्यसपछि कति मटेरियल्स र लेबर चाहिन्छ भन्ने एउटा क्लियर पिक्चर दिन्छ, जसले गर्दा कामको शेड्युल यानी टाइमलाइन बनाउन एकदम सजिलो हुन्छ। अनि टेन्डर्स र कन्ट्र्याक्ट्सको लागि त यो एउटा नन नेगोसिएबल डकुमेन्ट नै भइहाल्यो। र सबभन्दा महत्त्वपूर्ण कुरा, प्रोजेक्टको खर्चलाई कन्ट्रोलमा राख्ने रोडम्याप पनि यही एस्टिमेटले नै त दिन्छ। ओके, सो एउटा एक्युरेट एस्टिमेट बनाउन चाहिँ के कुराहरू चाहिन्छ त? यस्तो सोचौँ न, यो एउटा रेसिपी जस्तै हो र यसको लागि केही इसेन्शियल इन्ग्रिडियन्ट्सहरू चाहिन्छ। जस्तै यहाँ स्लाइडमा देख्न सकिन्छ, एउटा एक्युरेट एस्टिमेटको लागि यो 4वटा मुख्य इन्ग्रिडियन्ट्सहरू चाहिन्छ। पहिलो, ड्रइङ्स, जसमा प्रोजेक्टको प्लान, एलिभेसन र सेक्सन भ्युजहरू हुन्छ। बेसिकली घर कस्तो देखिन्छ भन्ने ब्लुप्रिन्ट। सेकेन्ड, स्पेसिफिकेसन्स, यसले चाहिँ कस्तो क्वालिटीको मटेरियल युज गर्ने र कामको फिनिसिङ यानी वर्कम्यानसिप कस्तो हुने भन्ने कुरा फिक्स गर्छ। थर्ड, रेट्स, त्यो ठाउँमा लेबर, मटेरियल्स र ट्रान्सपोर्टको करेन्ट मार्केट रेट कति छ। र अन्तमा मेथड्स अफ मेजरमेन्ट, यानी कुन कामलाई कसरी नाप्ने भन्ने स्ट्यान्डर्ड तरिकाहरू। अब आउँछ कुरा युनिट्सको। एस्टिमेसनमा हरेक कामलाई नाप्ने आफ्नै एउटा स्पेसिफिक युनिट हुन्छ। यो युनिट्सहरूलाई बुझ्नु भनेको एक हिसाबले कन्स्ट्रक्सन इन्डस्ट्रीको आफ्नै ल्याङ्ग्वेज सिक्नु जस्तै हो। कामको नेचर जस्तो छ त्यसलाई नाप्ने युनिट पनि त्यस्तै हुन्छ। सो अलग कामको लागि अलग युनिट। चलाउँ यसको केही इक्जाम्पल्सहरू हेरौँ। ओके, सबसे पहिला भोल्युममा नाप्ने कामहरू, जस्तै जड्डा खन्ने काम, अर्थवर्क इन एक्सकाभेसन या इटाको जुडाई, ब्रेकवर्क अथवा कङ्क्रिटको काम। यिनीहरूमा लेन्थ, ब्रेथ र हाइट तीनवटै डाइमेन्सनको कुरा आउँछ हैन? सो यस्तो कामलाई हामी क्युबिक मिटर यानी M³ मेजर गर्छौँ। तर प्लास्टर, पेन्टिङ या फ्लोरिङ जस्तो कामहरू हेर्ने हो भने यो त सर्फेसमा मात्र गरिन्छ। यसमा थिकनेस एकदमै कम, अलमोस्ट नेग्लिजिबल हुन्छ। सो यस्तो कामहरूलाई हामी स्क्वायर मिटर यानी M² मा नाप्छौँ। यहाँ कुरा आउँछ सर्फेस एरियाको। अनि अरू पनि धेरै युनिट्सहरू छन्, जस्तै घरको बाहिर डिजाइनको लागि बनाउने कर्नेस जस्तो लामो र पातलो आइटमलाई मिटरमा नापिन्छ। स्टिलको रेइन्फोर्समेन्टलाई त्यसको वजन यानी किलोग्राम अर मेट्रिक टनमा। अनि झ्याल धोका यानी डोर्स र विन्डोजलाई फेरि स्क्वायर मिटरमा। यसले के देखाउँछ भने कामको नेचरले नै त्यसको युनिट डिसाइड गर्छ। ल, अब अन्तमा एउटा धेरै इम्पोर्टेन्ट कन्सेप्टलाई क्लियर गरौँ, जसमा धेरैजना कन्फ्युज हुन्छन्। एस्टिमेट र एक्चुअल कस्ट, यो दुईटामा आखिरमा के फरक छ त? एकदमै सिम्पल छ। एस्टिमेटेड कस्ट भनेको काम सुरु हुनुभन्दा अगाडि गरिने एउटा अनुमान हो, एउटा प्रेडिक्सन। यो एउटा प्रोबेबल कस्ट हो। तर एक्चुअल कस्ट भनेको चाहिँ काम सकिसकेपछि साँच्चीकैमा कति खर्च भयो भन्ने फाइनल हिसाब किताब हो। सो वान इज अ फोरकास्ट, द अदर इज द फाइनल रिजल्ट। सो एस्टिमेट भनेको त एउटा प्रेडिक्सन रहेछ, र कुनै पनि प्रेडिक्सन 100% एक्युरेट त हुँदैन। यहाँ एउटा प्रश्न छोडेर जान्छु, एउटा ग्रेट एस्टिमेटरलाई केले ग्रेट बनाउँछ त? कस्तो स्किल, कस्तो एक्सपिरियन्स र कस्तो जजमेन्ट हुनुपर्छ जसले गर्दा उसले गरेको प्रेडिक्सन एक्चुअल कस्टको धेरैभन्दा धेरै नजिक पुगोस्? सोच्ने कुरा हो होइन त?